हेलो एभ्रिवान, नमस्ते नमस्ते सबैलाई। आज चाहिँ हामी मोमो खान आँटेको है आमा। आज चाहिँ हाम्रो मोमो च्यालेन्ज हुँदैछ। मोमो च्यालेन्ज होइन हौ, यतिकै खाएको यतिकै खाएको अरे गाइस। र तपाईहरुलाई त्यो चाहिँ हाम्रो अचार अचार तर देख्दैन रहेछ नि त देख अचार दामी बनाएको छ। यसरी देखाउ न। अचार हाम्रो दामी बनिएको छ गाइस। र हामी चाहिँ अचार हाम्रो दामी बनिएको छ गाइस। हामीले चाहिँ आज चिकन मोमो साँच्ची चिकन मोमो अझै हामीलाई यहाँ थप्ने पनि छ है साथी। कति चाहिँ खाँदा रहेछ आज। पछि आउनु त आधी मात्रै आउँदैछ टाउको आयो। लु खाएकै हामी ल साथी हो खाना चेस सुरु गरे। चेस सुरु गरे साथी हो। दामी भएछ है। त्यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो। ओके भएछ दामी। अचार चाहिँ यसरी लाउनुपर्छ होला हौ। म त अचार धेरै खान्छु है। धेरै खानु कि मिठो भएछ होइन साँच्चीमै। पुरा खानु मन लागिरहेको थियो नि त मोमो चिकन मोमो। म चाहिँ मोमोभन्दा बेसी चाहिँ अचार चाहिन्छ साथी हो। तपाईँहरूले बोलाउनु भयो भने चाहिँ अचार निकै बनाउनुहोस् है। साँच्चीमा कमी कमी खानु अचार भुँडी दुख्छ। क्या टेस्टी भएछ आमा। कसले बनाएको भनिदिनु न। बनाउने म आज हो सबै कुरो। म त खाने बस्ने मात्रै हो साथी हो। खालि यहाँ साथी बसेर खाने मात्रै। अचारदेखिको लिएर होइन मोमोको किमा मोमो बनाउने सबै उही जिउ हो। उहाँले बनाउनु भएको। मलाई चाहिँ जस्ट यहाँ बसेर खानु मात्रै खानु ट्राई गर्नु कस्तो हुन्छ टेस्टी छ कि छैन है। मैले चाहिँ सबै विचार गरिदिनु पऱ्यो नि त। अब जस्तै भए पनि आमा हो मम्मी होइन साथी हो। दामी छ त। यो चाहिँ खुवाउनु सक्दिनँ कि क्या हो। ए बोल्दै खानु न आमा। म त बोल्नु आउँदैन आमालाई चाउँछ नि त त्यही भएर यस्तो भिडियो बनाएको छुइनँ कि यो मेरो फर्स्ट टाइम हो बनाउनु मन फर्स्ट टाइम हो। परिरहेको फर्स्ट टाइम हो साथी हो। तर मोमो चाहिँ दामी छ कि बोल्नु मनै लागेको छैन खाएको खा। फाइनली गाइस हामीले एकदम खाइसक्यौँ है। र कस्तो भयो मिठो भयो कि भएन।